Good morning, everyone. So यो चाहिँ अब फाइनली रेन एज स्टार्ट है पानी पर रोकेको छ काठमाडौँको वेदर खुल्दैछ होइन गेस वाट अब दसैँ भ्याकेसन्स आर नाउ ओभर द्याट मिन्स अब यो चाहिँ के भयो इट्स टाइम टु गो ब्याक टु अफिस सो आइएम गोइङ ब्याक टु माई अफिस है अब दसैँपछि फर्स्ट डे एट वर्क हो आज चाहिँ थिङ्स आर गेटिङ बेटर पानी परेको क्लियर हुँदैछ होइन सो यु क्यान सी बाइकमा पनि अझ पूजा गरेको बाँकी नै द फेस्टिभ भाइब्स आर स्टिल अन के गर्नु तर अब भ्याकेसन सक्यो अफिस त जानै पर्यो होइन इट्स माई फर्स्ट टाइम मोटो भ्लगिङ यसरी कम्प्लिटली नै चाहिँ होइन आई हेभ बिन पोस्टिङ ऱ्यान्डम क्लिप्स बाइक राइडिङ क्लिप्सहरू चाहिँ पोस्ट गरिरहेको हुन्थेँ बट अब क्लिप नै पोस्ट गरिसकेपछि वाइ नट टु पोस्ट अ कम्प्लिट भ्लग भनेर आइएम ट्राइङ इट है सो होप इट टर्न्स आउट टु बी अ गुड वान होइन अब यो चाहिँ एकदम डिजास्टरवाला भ्लग चाहिँ नहोस् होपफुली या काठमाडौँ चाहिँ एकदम पानी परेर सफा भएको छ है द स्काइज इज क्लियर होइन अझ अलिकति क्लियरै चाहिँ पुरै कम्प्लिट क्लियर हुन चाहिँ बाँकी छ होइन बट या अलिकति त्यो कालो बादलहरू बाहेक अरू चाहिँ अलमोस्ट एभ्रिथिङ हेज गन है काठमाडौँको वेदर एकदम क्लियर छ बाटोहरू पनि अलिकति अब सफा नै भएको छ मजाले पखालिदिएको छ नि त होइन सो या केही नयाँ कुरा आयो भने के भयो चाहिँ आई से यु गाइज एल्स लेट्स कन्टिन्यू राइडिङ इट्स फर्स्ट डे एट वर्क मलाई चाहिँ आज अफिस जान अलि अल्छी नै लागिरहेको छ है टु बी फ्रेङ्क किन यति धेरै दिन घर बसेको छ नि त ओके सो हामीले चाहिँ एउटा नयाँ इभी देख्न सक्छौँ होपफुली इट्स एन इभी सो कुन गाडी रहेछ क्यान यु गाइज गेस्ट यो चाहिँ स्काई वेल हो होइन यो चाहिँ दिपालको SO7 हो त्यो अगाडिको चाहिँ स्कुल बस हो जोक्स So you can see Kathmandu coming back to life. दसैँपछि चाहिँ दसैँको बिदापछि काठमाडौँ चाहिँ इट्स कमिङ ब्याक टु लाइफ एन्ड नम्बर्स अफ भेहिकल्स हेभ इन्क्रिज सिन्स अब काठमाडौँको आउने बाटो नै कति दिन त बन्दै थियो हाइवेजहरू आर स्टिल क्लोज कुनै चाहिँ पार्सियली खुलेको छ कुनै त स्टिल बन्दै छ होइन त्यसले गर्दा धेरै मान्छे अझ पनि बाहिर नै दे आर ट्राभलिङ अर आर स्टक समवेयर इन हाइवेज होइन त्यो एक दुई दिनमा काठमाडौँ अझ टाइम लाग्छ टु गेट कम्प्लिट ब्याक टु इट्स नर्मल फर्म चाहिँ इट्स एन अफिस टाइम अब नर्मल डे ट्राफिक भइसक्यो त यहाँ ट्राफिक लाइट पनि अन भइसक्थ्यो अनि त्यसपछि ट्राफिक दाइले पनि हामीलाई चाहिँ यताउता गर्नलाई लेन अनुसार अथवा भनौँ न हामी जाने डिरेक्सन अनुसार चाहिँ डिरेक्ट गरिदिँदै हुनुहुन्थ्यो सो यहाँ आन्दोलनपछि ट्राफिक लाइट चाहिँ छैन त्यहाँ इट्स गेटिङ कन्स्ट्रक्टेड कन्स्ट्रक्सन चाहिँ हुँदैछ ट्राफिक लाइटको त्यसले गर्दा पनि अब इट्स नट अभाइलेबल तर ट्राफिक इज नट सो हेभी जसले गर्दाखेरि अब ट्राफिक लाइटकै नेसेसिटी चाहिँ अहिले नै चाहिँ भइसकेर रहन्छ सो या नाउ लेट्स किप राइडिङ किनभने अब अफिस नै पुग्नु पऱ्यो यो चाहिँ कहाँ पार्किङमा राखेको भाँचिएको छ होइन निड टु गेट इट रिप्लेस्ड होपफुली आज भोलिमै त्यसलाई चाहिँ चेन्ज गर्नुपर्छ हेरौँ अब टाइम कतिको मिल्छ फुर्सद Okay, now I have almost reached my office, है म चाहिँ अब अफिस पुग्न लागेँ 2 more minutes and then I'll be on my office. Hope you guys like this random vlog होइन यो चाहिँ अब एकदमै randomly बनाएको vlog हो कि so nothing is planned and now daily riding I'm trying to share daily riding or driving experience of Kathmandu. Hopefully it goes well होइन so yeah, what do you guys think of the first vlog? Do let us know in the comment section below. Thank you for watching. Yeah, and don't forget to hit the subscribe button either. Okay, bye.